नमस्कार। आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू र देशको कुना कन्दाराबाट परिवर्तन आगो फुकेर यहाँसम्म उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, आजको दिन नेपालको लागि एउटा सामान्य दिन होइन। वर्षौंदेखि हामीले आज एउटा यस्तो सुन्दर दृश्य देखिरहेका छौँ जसको प्रतीक्षा सिङ्गो देशले नै गरिरहेको थियो। आज परिवर्तनका दुई खम्बाहरू रवि बालेन शाह एकजुट भएका छन् र यो ऐतिहासिक मिलनको लागि उहाँहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। साथीहरू, यो दुईको मिलन केवल दुईजनाको मिलन मात्र होइन, लाखौं नेपालीको आशाको मिलन। रवि र बालेन एकसाथ उभिँदा अब देशमा केही हुन्छ कि भन्ने आशा पलाएको छ। म उहाँहरूलाई यही मञ्चबाट अनुरोध गर्न चाहन्छु, अब देश र जनताको हितमा निस्वार्थ भएर तपाईहरू एकजुट भएर डटेर काम गर्नुहोस्। अब यो देशलाई भाषण होइन, आश्वासन होइन, परिणाम चाहिएको छ, विकास चाहिएको छ, परिणाम चाहिएको छ। अब यो देशलाई साँच्चै विकसित देश बनाउन तपाईहरू एकजुट भएर लाग्नुहुनेछ भन्ने म आशा गर्न चाहन्छु। कृपया यो देशलाई साँच्चीकै विकसित राष्ट्र बनाउनको लागि तपाईहरू दुई मिलेर एउटा नक्सा कोर्नुहोस्। यहाँहरूलाई शुभकामना सँगसँगै मेरो एउटा चेतावनी पनि छ। विगतमा पनि धेरै नेताहरू आए, धेरै आश्वासनहरू बाँडे, जनताहरूलाई निराश नै बनाए। दलहरूले केवल आफ्नो स्वार्थको लागि राजनीति गरे। यदि तपाईहरूले पनि त्यही बाटो रोज्नुभयो भने, त्यही पुरानै राजनीतिको संस्कार देखाउनु भयो भने त्यो जनतामाथि सबैभन्दा ठुलो धोका हुनेछ। रविजी, बालेनजी, सुन्नुहोस्, ध्यान दिएर सुन्नुहोस्। आज यो भिड, यी मानिसहरू जसरी तपाईको स्वागतको लागि हातमा फुल लिएर वर्षौंदेखि घण्टौंदेखि लाइन लागेर तपाईको प्रतीक्षामा बसिरहेका छन्, यदि तपाईले भोलि देश र जनताको लागि गद्दारी गर्नुभयो भने यी हातमा फुल लिएर आएका जनताहरू भोलि तपाईहरुलाई लखेट्न हातमा ढुङ्गा लिएर आउनेछन्। याद राख्नुहोस्, वर्षौंदेखि नेताहरूलाई जनतालाई गुमराह पार्ने कोसिस गरेका छन्। तपाईहरुले पनि यो गल्ती नगर्नु होला, तपाईलाई चेतावनी छ। यी मेरा आवेगका शब्दहरू सुन्दा तपाईहरुलाई पनि नराम्रो लागेको होला, तर वर्षौंदेखि थलिएको मेरो जिन्दगी, मेरो भविष्य आज अन्यलमा छ यी नेताहरूको कारणले गर्दा। त्यसैले तपाईले पनि यो जनतालाई धोका दिने काम चाहिँ गर्नु हुँदैन भनेर आम जनताले विश्वास गरेका छन्। तपाईहरूले पनि जसरी पुराना नेतृत्वहरूले जनतालाई धोका दिए त्यसरी धोका दिनुभयो भने तपाईहरूलाई पनि जनताले जसरी पुराना नेताहरूलाई हेलिकप्टर चढेर भाग्न बाध्य बनाएका छन्, तपाईहरूलाई पनि त्यसरी नै भाग्न बाध्य बनाउनेछ। होस गर्नुहोस्, सोचेर जनताको भावनामाथि खेलवाड गर्ने तपाईलाई पनि छुट छैन। जनताको हित, जनताको भविष्य राम्रो बनाउनको लागि तपाईहरू एकजुट भएर निस्वार्थ तरिकाले लाग्नुपर्नेछ। हामी चाहिने चिजलाई शिरमा राख्न पनि सक्छौँ, तर जब त्यो चिज चाहिँदैन भने मिल्काउन पनि हामी जनताहरू तयार छौँ। त्यसकारण तपाईँ शिरमा राख्ने बन्ने कि मिल्काउने बन्ने त तपाईँहरूको हातमा छ। आज देश एउटा गम्भीर मोडमा छ। पुरानो नेतृत्व र नयाँ नेतृत्व बीचको लडाइँ सुरु हुँदैछ। यो लडाइँ आपसी मुठभेडको मात्र लडाइँ होइन, यो देशको परिवर्तनको एउटा खम्बा बनेर जसरी आम युवाहरू, जेनजी पुस्ताहरूले आफ्नो बलिदानी दिएर जसरी तपाईहरूले अवसर दिएका छन्, त्यो जेनजीको रगत, जेनजीको यो त्यागलाई तपाईहरूले यदि खेलाउन सम्झिनु भयो भने तपाईलाई भोलि जेनजीले पनि सराप्नेछन् र जेनजीले पनि तपाईलाई यो देशबाट लखेट्नेछ। अन्तमा यो देश बनाउने जिम्मा हामी युवाहरूको साथमा आएको छ, हामी युवाहरूको हातमा आएको छ। पुराना दल र पुराना सोच भएका व्यक्तिहरूले यो देश बन्दैन भनेर प्रमाणित भइसक्यो। त्यसैले यो परिवर्तनको एउटा उछाललाई साथ दिनको लागि तपाईँ हामी मिलेर अघि जानुपर्नेछ। यो अभियानलाई साथ दिन रवि लामिछाने, बालेन शाह सहित तपाईँ हामीहरू पनि एकजुट भएर यो आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 बहुमत दिएर पहिलो पार्टी बनाउनु पर्नेछ। अनि स्थानीय तहमा पनि स्वतन्त्र पार्टीलाई नै जिताएर यो देशमा कुनै पनि अवस्था आए पनि यो सरकार ढल्दैन भन्ने त्यस्तो किसिमको ग्यारेन्टी स्थायी सरकार जनताले खोजिरहेका छौँ। त्यो आगामी निर्वाचनमा पुरा हुनेछ र तपाईहरू हामी सबै मिलेर स्वतन्त्र पार्टीलाई जिताउनेछौँ र निस्वार्थ रूपमा र निष्पक्ष ढङ्गले यिनी नेताहरूले काम गर्नुहुनेछ भन्ने पनि मेरो आशा रहेको छ। त्यसकारण आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू, आगामी चुनावमा तेरो पार्टी, मेरो पार्टी, त्यो फलानु, त्यो मान्छे, त्यो मेरो भनेर तपाईहरूले भोट बाँडेर नदिनुहोस्। एकपटक सबै जनताहरू एकजुट भएर हामीले विभिन्न पुस्ताका विभिन्न नेताहरूलाई साथ नदिएको होइन, एकपटक युवाहरू मिलेर देशमा केही गर्छु भनेर आएका छन्। त्यसकारण सम्पूर्ण जनताहरूले एकपटक सबैले घन्टीमा भोट गरेर
स्वतन्त्र पार्टीलाई, देशको पहिलो पार्टीलाई 2/3 दिएर संविधानसम्म संशोधन गर्ने क्षमता दिनुहोला। हस्त, धन्यवाद। सबैको जय होस्, जय देश, जय घन्टी।